तपाईले आफ्नो मोबाइलको एप स्टोर या प्ले स्टोरमा गएर मजाले तपाईले गोमाइगो सर्च गर्नुभयो भने यहाँ गोमाइगो लेखेर सर्च गर्नुस्। गोमाइगो सर्च गरिसकेपछि तपाईले टक्कसँग गोमाइगोमा क्लिक गरेर डाउनलोड गर्नुस् यो एपलाई। एप डाउनलोड गरिसकेपछि तपाईले मजाले यसरी सर्च गर्न सक्नुहुन्छ है। अब यो एप डाउनलोड गरेपछि तपाईले यसरी खुल्छ हैन। खुलिसकेपछि तपाईले माथिमा काठमाडौँ हैन, काठमाडौँ राखिसकेपछि काठमाडौँ र पोखरा राख्नुस् हैन। यहाँ पोखरा राखिसकेपछि सर्च गर्नुस्। जुन डेटमा जानुहुन्छ त्यो डेटमा यसरी मजाले यसरी टगल गर्न सक्नुहुन्छ भनेपछि तपाईले यहाँ बोथमा लागिरहेछ हैन, यो नाइट गाडी हो हैन। तर यहाँ बोथमा लागिसकेपछि दुवै डे र नाइट दुवै आइहाल्छ। सो मजाले सर्च गरिसकेपछि तपाईले यहाँ कोइली बस हेर्न सक्नुहुन्छ। यहाँ स्लिपर पनि मजाले तपाईले खाली खाली छ हैन। टक्कसँग स्लिपर सिलेक्ट गरिसकेपछि तपाईले भाडा पनि हेर्न सक्नुहुन्छ। बसको डिटेल्स पनि तलबाट सरर यसरी हेर्न पाउनुहुन्छ। कुन रुट हुँदै जान्छ, कस्तो छ बस, कस्तो स्लिपर हैन, सबै डिटेल्स तलबाट हेर्न मिल्छ हैन। सो टक्कसँग तपाईले यहाँ हेरेर सबै कुरा डिटेल्स, सिट पनि लिनु पर्यो भने सिट पनि सिलेक्ट गरेर तपाईले नेक्स्ट गर्नुभयो भने तपाईले कहाँबाट चढ्ने सबै लोकेसनहरुको टाइमहरु पनि दिएको छ हैन। सो मजाले सिलेक्ट गरेर तपाईले नेक्स्ट गर्नुभयो भने जस्तै तपाईले मानव एकछिनको लागि कलंकीदेखि चढ्नुभयो है। कलंकी सिलेक्ट गरिसकेपछि तपाईले पोखराबाट लिनुहुन्छ। नेक्स्ट गर्नुस्। यहाँ आफ्नो नाम नम्बर राख्नुस्। जस्तै गोमाइगो बुकिङ्सको मैले गर्दैछु भने गोमाइगो बुकिङ्स मैले राखेँ हैन। फुल नेम राख्नु होला र यहाँ नम्बर राख्नुभयो 9704 66 777 मैले नम्बर राखेँ भनेपछि यो गोमाइगो बुकिङ्सको नम्बर हो। तपाईले थप जानकारी लिनु पर्यो भने यही नम्बरमा कल मेसेज गरेर पनि व्हाट्सएप मेसेज गरेर पनि लिन सक्नुहुन्छ। आफ्नो डिटेल्सहरु यो कम्पल्सरी छैन प्यासेन्जर डिटेल्स, तर राख्न सक्नुहुन्छ। र कन्फर्म गर्नुभयो भने तपाईले पेमेन्ट कति छ प्राइस तिर्नुपर्ने, कहाँबाट तिर्ने, एमपे माइपे जुनसुकै पनि पेमेन्ट मेथडबाट पे गरेर तपाईले कन्फर्म गर्नुभयो भने तपाईलाई मेसेज आउँछ। यहाँ कन्फर्मेसन पेज पनि आउँछ, नम्बरमा पनि मेसेज आउँछ र बस कन्ट्याक्ट्स पनि आउँछ। सो हजुरलाई बस कन्ट्याक्ट आइसकेपछि तपाईले बसलाई कन्ट्याक्ट गरेर हजुरले थप जानकारी लिन सक्नुहुन्छ गाडीको बारेमा। भनेपछि आफ्नो बारेमा पनि के जानकारी दिनुहुन्छ भने गराउन सक्नुहुन्छ। र बस कन्ट्याक्ट्समा कल गरेर एउटा भ्यालिडेसन गरिहाल्नु भने झन् सजिलो हुन्छ तपाईलाई हैन। सो मजाले बुकिङ गर्नुहोस् गोमाइगो एप डाउनलोड गरेर प्ले स्टोर एप स्टोरबाट। धन्यवाद।